हेलो साथीहरू, गुड आफ्टरनुन। मेरो चाहिँ यहाँ अब पनिरको सब्जी बनाएको मैले चाहिँ हो। मेरो पनिरको सब्जी मेरो पाक्यो, भात पाक्यो। हेर्नुहोस्, मेरो पनिरको सब्जी पाक्यो। आज चाहिँ मैले यस्तै नर्मल पकाएको छु हो, मसलाहरू नपिसेर यतिकै पकाएको, प्याज टमाटर काटेर हो। अनि मेरो कलाहरू हेर्नुहोस्, म त्यसै रिल्स मात्रै बनाएर बस्दिनँ है। हेर्नुहोस् है मेरो कलाहरू। आज मेरो कलाहरू हेर्नुहोस्। अब म यसरी घरमा बसेर, क्वार्टरमा बसेर यसरी बुनाइहरू गर्छु हो। यो चाहिँ मैले टोपी बनाएको, टोपी यो चाहिँ स्वेटरको हो। अनि यो चाहिँ मेरो स्वेटर हो। यो चाहिँ मैले स्वेटर बनाएको 6 मन्थदेखि 0 to 6 मन्थ बेबीहरूको लागि बनाएको यो चाहिँ हो। हेर्नुहोस्, अहिले कम्प्लिट त्यति भएको छैन। यहाँ चाहिँ मेरो सिलाइहरू अलिक गर्नु छ हो, बटनहरू लगाउनु छ। यो चाहिँ मैले माथिदेखि बुनेको हो। यो चाहिँ मैले लोटसको लिभ बनाएको हो। यो चाहिँ हेर्नुहोस् है हो, पत्ता बनाएको छु यहाँ है। पछाडि ब्याक लुक हेर्नुहोस् यसको यस्तो छ। अनि म चाहिँ प्लेनै बनाऊँ भनेर सोच्दै थिएँ हो। मान्छे कतिजनाले फेरि दुईवटा कलरको धागोमा दामी हुन्छ अरे के अरे भनेर फेरि मैले यो बिचमा मैले वाइट कलरको प्याटर्न हालिदिएको हो। वाइट कलरको प्याटर्न हालिदिएको छु। अब यसलाई मैले कम्प्लिट गर्नु छ। यसमा बटन लगाउनु छ, बिचबिचमा सिलाइ गर्नु छ हो। अनि यो चाहिँ मैले फर्स्ट बुनेको हो। यो त तपाईँहरूले देख्नुभयो होला। यो चाहिँ स्ट्रबेरी डिजाइन हो। सबैको फरमाइस भइरहेछ यही डिजाइनको स्वेटर यही कलरमा बनाइदिनु दिदी भनेर हो। यो चाहिँ बिक्री भइसकिसक्यो मेरो, स्ट्रबेरी डिजाइनको हो यो। अनि यसको चाहिँ यो टोपी हो। यसको टोपी सेटै बनाएको बेबी सुट। यो टोपी, यो सक्स बनाउँदैछु। धागो नपुगेर हेर्नु नि कि पुरा धागो लाग्छ नि त यो प्याटर्नमा चाहिँ। अन्तखेरि यो मैले दोकानबाट किनेर त्यो पोलाको धागो किनेर ल्याएर बनाएको। त्यति राम्रो मिठो चाहिँ छैन यो कलर। यो धागो चाहिँ अब जस्तो यो अलग अलग भइरहेछ। रेड चाहिँ रेडै हो, ऊन चाहिँ अब यो चाहिँ त्यति राम्रो छैन यो स्वेटरको जस्तो चाहिँ। तर पनि बिचराले मलाई सेटै बनाइदिनु नि ल भनेर चाहिँ मैले सेटै बनाइदिएको हो। स्ट्रबेरी डिजाइन लगाएर यो मोजा बनाएको। अहिले मैले यसलाई सिलाएको पनि छुइनँ। अर्को चाहिँ मैले यहाँ लगाइरहेको छु फन्दा हो। अब यो चाहिँ अब स्टार्ट गर्न आँटेको बुन्नुलाई। अन्त कस्तो लाग्यो मेरो कला तपाईँहरूलाई? क्वार्टरमा बसी कहाँ रहन्छ त है, एउटा केही टाइम पास गर्नु पर्यो होइन। थ्याङ्क यू। कमेन्ट गरिदिनुहोस् ल तपाईँहरूलाई कस्तो लाग्यो।